एकजना विश्वासी थियो। ऊ सधैँ म प्रभुको असल सेवक हुँ भनी भन्थ्यो, तर उसको सेवा केवल मुखमा मात्र सीमित थियो र उहाँको नाम लिँदै मिठा वचन बोल्दै ऊ गर्व गर्थ्यो। एक दिन ऊ जङ्गलको बाटो हुँदै यात्रा गर्दै थियो। अचानक झाडीबाट एक सिंह बाहिर निस्क्यो। भोकाएको क्रोध र निकै शक्तिशाली। विश्वासीको अनुहार फिक्का पर्यो, उसका खुट्टा काम्न थाले, मन भयले भरियो। सिंह बिस्तारै बिस्तारै अघि बढ्यो र झम्टेर विश्वासीलाई आक्रमण गर्यो र खायो। तर सिंहले उसको मुखलाई भने खाएन। त्यसपछि अचानक स्वर्गबाट आवाज गुन्जियो, हे सिंह, तैँले मेरो विश्वासीलाई किन खाइस् र उसको मुख चाहिँ किन बाँकी राखिस्? सिंह नम्र हुँदै बोल्यो, हे प्रभु, मलाई क्षमा दिनुहोस्, म भोकाएको थिएँ, त्यसैले शरीर खाएँ, तर उसको मुखलाई खाइन, किनभने त्यो मुखले मात्र तपाईँको नाम लिन्थ्यो, तर हृदयले तपाईँलाई कहिले मान्दैन थियो। उसले सेवा पनि मुखले मात्र गर्थ्यो, हृदयले कहिल्यै गर्दैन थियो। फेरि उहाँले भन्नुभयो, धन्य हो हे सिंह, तैँले सत्य बुझिस्, म देखाउटी सेवा होइन, तर हृदयदेखिको सेवा चाहन्छु। तर मेरा छोराछोरीहरूले यो कुरा बिर्सेका छन्।